संघीय शिक्षण सिकाइ अनुदान शिक्षकको प्रथम दैलेख जिल्ला अधिवेशन 2083 सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवनिर्वाचित कार्यसमितिले सरकारले संघीय शिक्षण सिकाइ अनुदान शिक्षकप्रति निरन्तर गर्दै आएको विभेद र अपमानजनक व्यवहारप्रति घोर आपत्ति जनाउँदै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै शिक्षकका जायज मागहरू सम्बोधन गर्दै आगामी शिक्षायानमा सेवा सुविधा र अधिकार सुनिश्चित गर्न सरकार समक्ष जोरदार माग गरेको छ। म चाहिँ जिज्ञासा दाहाल शिक्षण सिकाइ अनुदान कार्य समितिको जिल्ला संयोजकको रूपमा चाहिँ आज चयन भएको छु। यहाँहरू सम्पूर्णलाई मेरो नमस्ते अथवा मेरो धन्यवाद दिन चाहन्छु। यो शिक्षण सिकाइ अनुदान जो राज्यले गरेको विभेदपूर्ण चाहिँ व्यवहार छ, जो विभेद र अन्यायपूर्ण व्यवहारलाई चाहिँ हामी असह्य भएको कारणले हामी देशैभर रहेका 12,000 शिक्षक सिकाइ अनुदानका शिक्षक कमिटीबाट चाहिँ हामीले एउटा के आवाज दिएको छौँ त भन्दा राज्यले हामीसँग गरेको एउटा विभेदलाई चाहिँ अन्त्य हुनुपर्छ। हामी यो अन्याय सहन सक्दैनौँ। हामीसँग साँच्चीकै अन्याय भएको छ। हामी म्याथ, साइन्स, इङ्ग्लिस जस्ता राज्यका शिक्षाका एकदमै मेरुदण्ड विषयहरूलाई लिएर लक्षित गरिएको छ, जसलाई चाहिँ एकदम अपमानको रूपमा गरिएको छ, काम चलाउ जस्तो कुराहरू गरिएको छ। म धोपेन्द्र बहादुर साई भर्खरै दैलेख जिल्ला शिक्षण सिकाइ अनुदान को बेलाबाट सचिवमा निर्वाचित भएको छु। राज्यको दक्ष जनशक्ति उत्पादन गर्ने ठाउँमा हामी छौँ। यही जनशक्ति उत्पादन गर्ने टिमलाई राज्यले नचिनेको हुनाले हामी अहिले देशैभरिबाट यही किसिमको माग राज्यसम्म समक्ष राख्दछौँ। धन्यवाद। मेरो नाम निमबहादुर साई। भर्खरै आज मिति 2083/3/28 गते सम्पन्न जिल्ला अधिवेशनबाट मलाई उपाध्यक्ष जस्तो पदमा तपाईहरूले विश्वास गरेर निर्वाचित गरिदिनु भयो। संघीय शिक्षण सिकाइ अनुदानका शिक्षकहरूको हकको लागि नेपाल सरकारले शिक्षा नियमावली 2059 को 10औं संशोधन आयो। यस्ता संशोधन मार्फत हामीलाई पनि नियमावलीमा कुनै न कुनै ठाउँमा स्थायित्वको बाटो देखाउनुपर्छ र नेपाल सरकारले पनि यसलाई चाहिँ नियमावली मार्फत संविधान ऐनमा छिटो चाहिँ दरबन्दीमा रूपान्तरण गरेर हाम्रो पेशागत स्थायित्व गर्नुपर्छ। र सेकेन्ड कुरा, स्थानीय तहले जो हामी संघीय शिक्षण सिकाइ अनुदान शिक्षकलाई गरेको ज्यादै छ, यसलाई चाहिँ संघीय सरकारले सहजीकरण गर्दै पूर्ण स्थानीय तहलाई अधिकार नदिएर होइन, आफूले पनि 50% अधिकार लिएर हाम्रो व्यवस्थापन गर्नुपर्छ। म विनोद कुमार खड्गा, प्रदेश कार्य समिति संघीय शिक्षण सिकाइ अनुदानको प्रदेश कार्य समिति सदस्य। हामी संघीय शिक्षण सिकाइ अनुदानका शिक्षकहरू दैलेख जिल्ला अधिवेशन भेला गर्दै गर्दा देशभरि यही अनुरूपमा लागेका छौँ। र जुन अस्ति शिक्षा मन्त्रीले बोल्नु भएको थियो, हामीलाई चाहिँ काम चलाउ शिक्षकको संज्ञा दिनुभएको थियो, त्यो कदापि पनि मान्य हुने छैन।